आज मैले छोलेको रेसिपी देखाउन गइरहेकी छु। यो मैले रातमा भिजाएर राखेको छोले लिए। त्यसपछि एक कुकरमा मैले छोले राखेँ। छोलेसँगै एउटा सानो आलु पनि राखेँ। त्यसपछि मैले नुन 1 चम्मच यसमा एड गर्दैकी छु। त्यसैगरी आधी चम्मच बेसार पनि पाउडर पनि यसमा राखिदिएँ। त्यसपछि मैले यसमा राखेकी छु खडे मसला। खडे मसला तपाईहरुले राख्न पनि सक्नुहुनेछ या नराख्न पनि सक्नुहुनेछ। यस चाहिँ अप्सनल हो। यो चाहिँ स्वाद ल्याउने हुनाले मैले चाहिँ यसमा राखिदिएकी छु। त्यसैगरी यसमा मैले पानी राखेर अलिकति पानी राखेर यसमा आधा चम्मच जति तेल पनि एड गरिदिएँ। त्यसपछि मैले यसलाई ग्यासमा बोइल गर्नको लागि छोड्दैछु। ग्यास चाहिँ मिडियम राख्नु होला। ग्यासमा सिटी 7 सिटी लागिसकेपछि ग्यास बन्द गरेर चेक गर्नुपर्ने हुन्छ पाको कि पाकेन। देख्न सक्नुहुनेछ मेरो छोले चाहिँ राम्रोसँग पाकेको छ। यसरी चेक गर्न सक्नुहुनेछ। यो चाहिँ राम्रोसँग पाकेको छ। यदि पाकेको छैन भने फेरि दोबारा बसाल्नुपर्ने हुन्छ। मेरो छोले चाहिँ राम्रोसँग पाकेको छ। त्यसैगरी मैले मसलामा लिएको छु प्याज, टमाटर, अदुवा र लसुन। त्यसैगरी चप गरेर मैले मसिनो रूपमा काटेर मैले यसलाई फेरि मसला बनाउनको लागि कराई लिए। यसमा तोरीको तेल राखेँ। लो ग्यासको फ्लेम चाहिँ लो गरिदिनु होला। त्यसैगरी तेल बेसरी तातेर मैले जीरा आधा चम्मच जीरा फ्राइदिएँ। त्यसैगरी यसमा मैले फेरि एड गरेकी छु प्याज एड राम्रोसँग प्याजलाई चलाएपछि मैले यसमा राखेकी छु पहिला बनाएर राखेको अदुवा र लसुनको पेस्ट। त्यसपछि मैले यसलाई राम्रोसँग चलाएर यसको कलर चेन्ज हुने बेलासम्म चलाएर त्यसपछि मैले यसमा राखेकी छु। देख्न सक्नुहुनेछ कलर चेन्ज भयो। त्यसपछि मैले यसमा राखेँ टमाटर। त्यसपछि यसमा तपाईले राख्न सक्नुहुनेछ रातो खुर्सानी, हरियो खुर्सानी पनि राख्न सक्नुहुनेछ। मैले यसमा देखाएकी चाहिँ छैन। त्यसपछि मैले राखेकी छु मसला, धनिया पाउडर र छोले मसला आधा चम्मच यसमा मैले एड गरेकी छु। त्यसपछि यसलाई मैले राम्रोसँग चलाएर यसमा छोलेमा पहिला नमक राखेको भएर हल्दी र नमक पनि यसमा राख्नु होला। पहिलाको हिसाबमा राख्नु र चेक गरेर कति राख्नुपर्छ। त्यसपछि मैले 5 मिनेटलाई ढाकेर राखेर त्यसपछि मैले यसलाई मसला लगभग रेडी भएको छ मेरो मसला। त्यसपछि यसलाई बेसरी खुडखाड पारेर बाक्लो बनाएपछि मैले यसमा एड गर्नुपर्ने हुन्छ पहिला बनाएर रेडी बोइल गरेर राखिसकेको छोलेलाई राखिसकेपछि एकछिन चलाएर आलुहरूलाई थिचेर बाक्लो झोल बनाउनु होला। आलु थिचेको चाहिँ मैले भिडियोमा चाहिँ देखाउन चाहिँ भएन। त्यसपछि देख्न सक्नुहुनेछ मेरो मसलामा मिक्स भइसकेको छ छोले। राम्रोसँग मिक्स गर्नु होला मसलामा छोले। त्यसपछि मैले चाहिँ देख्न सक्नुहुनेछ मेरो बोइल भइसक्यो। 5 मिनेट ढाकेर राखिसकेपछि यसमा मैले एड गरिसकेकी छु गरम मसला पाउडर। त्यसमा फेरि धनिया मसिनो रूपमा काटेर माथिबाट धनिया, यसमा मसिनो रूपमा काटेर अदुवाका टुक्राहरू पनि राख्न सक्नुहुन्छ। यो चाहिँ मैले राखेकी छैन, मलाई खासै मन पर्दैन त्यही भएर। त्यसपछि मैले 5 मिनेट मसलालाई पकाएपछि मैले मेरो छोले रेडी भयो। देख्न सक्नुहुनेछ। तपाई पनि यसरी छोले बनाउनुहोस्। तरकारी बनाउनेको झन्झट खत्तम हुनेछ। बिल्कुल होटलका जस्तै लाग्नेछ तपाईलाई छोले। धन्यवाद।